सम्पूर्णलाई नमस्कार। आज तपाईहरुको माझ हामीले विल भर्सेस गोइङ टु, विल कहाँ प्रयोग गर्ने र गोइङ टु कहाँ प्रयोग गर्ने दिएको सेन्टेन्स स्ट्रक्चरमा कस्तो भएमा विल प्रयोग गर्ने र कस्तो भएमा गोइङ टु प्रयोग गर्ने भन्ने सन्दर्भमा भिडियो बनाएका छौं र यहाँ ल्याएका छौं तपाईहरु माझ हेर्नु होला। अब विल चाहिँ हामी कहाँ प्रयोग गर्छौं भन्दाखेरि यदि हाम्रो चाहिँ क्विक डिसिजन छ भने अथवा बोलेकै अवस्थामा हामीले डिसिजन लिनुपर्ने छ भने विल को प्रयोग गरिन्छ। डिसिजन मेड एट द मोमेन्ट अफ द स्पिकिङ विदाउट प्लान्स र कुनै प्लान बिना हामी बोल्छौं भने त्यस्तो अवस्थामा विल को प्रयोग गरिन्छ भने गोइङ टु चाहिँ डिसिजन आफ्टर प्लान भनेको छ। प्लान पछाडीको डिसिजनमा चाहिँ गोइङ टु को प्रयोग गर्छौं। प्लान मेड बिफोर स्पिकिङ बोल्नु भन्दा अगाडि गरिएको प्लानमा र विथ प्लान्स भनेको छ अगाडि नै हामीलाई चाहिँ यो कुरा हुँदैछ भने थाहा हुन्छ त्यस्तोमा हामी गोइङ टु को प्रयोग गर्छौं। जस्तै आई एम थर्स्टी, आई विल ड्रिंक सम वाटर राइट नाउ, बी केयरफुल यु आर गोइङ टु ड्रप द ग्लास भनेर भनिएको छ। यहाँ जहाँ अगाडि नै थाहा छ हामी गोइङ टु को प्रयोग गर्छौं र यदि अगाडि नै थाहा छैन बोल्दा बोल्दै चाहिँ हामी डिसिजन गर्नुपर्ने छ भने विल को प्रयोग हामी गर्छौं। त्यसैगरी यहाँ दुईवटा इक्जाम्पल दिएको छ। माई मदर इज एडमिटेड टु द हस्पिटल, आई ... कल हर, विल अर गोइङ टु। 2 नम्बरमा आवर स्कुल हैज अर्गनाइज्ड भलिबल कम्पिटिसन, आई ... टेक पार्ट, विल अर गोइङ टु। यहाँ के हुन्छ होला कृपया तपाईहरुले कमेन्ट गर्नु होला।